गुड मर्निङ सबैजनालाई साथसाथै शुभ बिहानी भन्दै म चाहिँ उठिसकेको थिएँ। हेलो अनि म टक्क उठेर चाहिँ यता गर्दै थिएँ कि अनि कैसे हो भाई आप घाम लोग? त शुभ सवेरा सबको। चिल्केको आँखामा लागेको रहेछ। घाम चाहिँ देखो लास्टै आज हरामी लागेको थियो सुबह सुबह क्या। अनि कितना आज बिहान चाहिँ किन उठेको भने ज्यादा जुत्ने कुरो थियो नि त, घाम लग उकालो रहा है। भनेर आएको थिएँ, त्यही भएर अनि जाना मौसम भी म चाहिँ त्यही भएर बहुत छिटो अच्छा, उठेको लेकिन तर होइन ये रहेछ। देखो धूप अनि बहुत ज्यादा है। टक्क लाएर अब मैं म उठ एकछिन गया, यहाँनिर भिडियो बनाउँछु अब मैं अनि निकलने वाला हूँ त्यस पछाडि म चाहिँ लाग्छु बारी जोतने के उँधो लिए। आफ्नो कामतिर। देखते जाओ देखते किनभने जाओ। मेरो काम चाहिँ अहिले अब एकदम मैं क्या करता हूँ? बाजे बोजू बिरामी भएर चाहिँ यहाँनिर यसरी खाना बनाएर दिनुपर्छ। अनि म चाहिँ यहाँ खाना बनाउँदैछु, रमाइ उफ्री टक्क पारेर मैले दाल साल पकाइसकेँ, खानासाना पनि पाएको, अनि तरकारी पनि पाकिरहेछ। अब तरकारी सरकारी उचालेर चाहिँ सट्ट लाएर आएँ म। अनि एकताल भिडियो अलिक राम्रो आएन र फोन चाहिँ उँधो घोप्टाएँ। अनि हेरौँ कस्तो हुँदो रहेछ। भिडियो चाहिँ खासै लामो छैन, त्यही पनि हेरौँ है त। अनि अब म बोलाउँदैछु खाना खानलाई, तर यहाँनिर आउनु भएको छैन अहिले। मेरो भिडियो चाहिँ चलिरहेछ अहिले। सबै कुरा रेडी भइसक्यो, मैले खाना नि पस्किसकेँ। अनि आइपुग्नु भयो बाजे बजी। अनि म एकैचोटि दिउँसो भिडियो बनाएँ मैले। घाम चाहिँ यस्तो लागिरहेको थियो क्या चुट्दाखेरि, पुरा टाउको चाहिँ फुट्ला जस्तो गरेर घामले, त्यही पनि यो सुट पर्दैन। अनि यो खाजा खाइदियो चिसो अनि बुझासुझाहरू यति खाएर चाहिँ आजको लागि मैले भिडियो गर्नु सकिनँ, बनाएको थिएन। अनि आजको लागि यति भन्छु।